धेरै धेरै खुसी छु। हेलो आकाश। हेलो, गुड आफ्टरनुन म्याम। गुड आफ्टरनुन। हजुर, फाइनली कस्तो फिल गरिराख्नु भएको छ? एकदमै राम्रो फिल गरिरहेको छु। अब जापान एउटा ड्रिम कन्टिन्यू भएको हुनाले फास्ट ट्र्याकमा म विगत 6-7 महिनादेखि अध्ययनरत विद्यार्थी हो। यहाँबाट एकदमै राम्रो तरिकाले डकुमेन्टेसनको काम गर्दै हुनाले मेरो सिए पनि आएको छ। म धेरै नै खुसी छु। स्ट्रगल गर्ने ठाउँमा पुग्न पाएको छु। फास्ट ट्र्याक कन्सल्टेन्सीको सम्पूर्ण परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। क्लासेसहरू फ्रेन्डली नै, सबै टिचरहरू पनि फ्रेन्डली नै हुनुहुन्थ्यो। अब राम्रै तरिकाले गाइडेन्स गर्नुभयो। मेन कुरो चाहिँ अब क्लासहरू भनेको त आफ्नो सेल्फ पनि पढ्न सक्ने ठाउँ हो, तर मेन भनेको डकुमेन्टेसनको काम राम्रो गरेको हुनाले चाहिँ त्यही चाहिँ खुसी लागिरहेछ मलाई। खासमा मैले पनि यहाँ बुझेरै आएको, कहीँ अब कसैबाट साथीबाट आएको होइन। खोज्दै खोज्दै आउँदाखेरि मैले एउटा जेस राम्रो एउटा गाइडेन्स पाएँ। म धेरै नै खुसी छु, किनभने मेरो काम राम्रो हुँदाखेरि अब मैले कसैलाई चिनेको पनि थिएन। मेरो कोही मान्छे पनि यहाँ नचिनेको हुनाले आफै बुझेर आउँदाखेरि पनि यहाँनिर राम्रो काम गरेको हुनाले मलाई एकदम खुसी चाहिँ लागिरहेछ। त्यही भएर अब म अरूलाई चाहिँ के भन्न चाहन्छु भने, आउनुहोस् यहाँ आएर एकचोटि यहाँको सेवा सर्भिस हेर्नुहोस्, आफू एकचोटि क्लासमा बस्नुहोस्। यहाँको अरूभन्दा पनि तपाईँलाई जापान जानको लागि मेन भनेको डकुमेन्टेसनको काम चाहिँ राम्रो गरिदिनुहुन्छ। एकदम नै पर्फेक्टली गरिदिनु हुनाले त्यही चाहिँ राम्रो लाग्छ मलाई।